आज चाहिँ हामी थोरै रिसर्चको बारेमा डिस्कस गर्छौँ। यो भिडियोमा चाहिँ थोरै मैले कन्टेन्टहरू राखेको छु। कस्तो कस्तो रिसर्चहरू चाहिँ हामी युज गर्न सकिन्छ भन्ने कुराको डिस्कस गरेको छु। सो सुरुमा छ सोसल रिसर्च। सोसल रिसर्चले चाहिँ सोसाइटीको इस्युजहरूको बारेमा स्टडी गर्छ र ओभरअल सोसाइटीको बारेमा स्टडी गर्छ र यसले चाहिँ सोसाइटीमा भएको मान्छेहरूको चाहिँ बिहेभियर, कल्चर र रिलेसनसिपहरूको बारेमा चाहिँ फोकस गरेको हुन्छ। र यसको साथसाथै सोसल रिसर्चले चाहिँ सोसाइटीमा भएको प्रब्लमहरूलाई चाहिँ पत्ता लगाएर कस्तो कस्तो टाइपको प्रब्लमहरू छ भन्ने कुरा चाहिँ पत्ता लगाएर चाहिँ यसको चाहिँ हामीले समाधान कसरी गर्न सकिन्छ भन्ने सोल्युसन चाहिँ निकाल्नको लागि चाहिँ हेल्प गर्छ। र हामीले एउटा इक्जाम्पलको लागि लिनु पर्दाखेरि चाहिँ नेपालमा चाहिँ अनइम्प्लोइमेन्ट युथको बारेमा चाहिँ हामीले स्टडी गर्न सकिन्छ, जुन चाहिँ सोसल रिसर्च अन्तर्गत पर्छ। अर्को भनेको एजुकेसनल रिसर्च। एजुकेसनल रिसर्चले चाहिँ मेनली चाहिँ टिचिङ एन्ड लर्निङलाई फोकस गरेको हुन्छ र यसले चाहिँ स्टुडेन्ट, टिचर अनि करिकुलम र स्कुल्सको बारेमा चाहिँ मेनली रिसर्च गरेको हुन्छ अरू स्टडी गरेको हुन्छ। र एजुकेसनल रिसर्चले चाहिँ एजुकेसन सिस्टम, एजुकेसनको रेगुलेसनहरू, पोलिसीहरूलाई चाहिँ इम्प्रुभ गर्नको लागि चाहिँ हेल्प गर्छ। र यसको एक्जाम्पलको लागि लिनु पर्दाखेरि चाहिँ हामीले अनलाइन लर्निङलाई लिन सकिन्छ। जस्तै अनलाइन लर्निङबाट चाहिँ हामीलाई कतिको इफेक्टिभ हुन्छ भन्ने कुराको चाहिँ हामीले रिसर्च गर्न सकिन्छ। अर्को छ क्वान्टिटेटिभ रिसर्च। क्वान्टिटेटिभ रिसर्चले चाहिँ मेनली नम्बर्स र स्ट्याटिस्टिक्सलाई चाहिँ युज गरेको हुन्छ। यसले चाहिँ डाटा कलेक्सनको लागि चाहिँ सर्वे अनि टेस्ट र क्वेसनहरूको थ्रुबाट चाहिँ डाटा कलेक्ट गर्छ। र मेनली क्वान्टिटेटिभ रिसर्चले चाहिँ हाउ मेनी, हाउ मच जस्तो कुराहरूलाई चाहिँ कनेक्ट गरेको हुन्छ र फोकस गरेको हुन्छ। र यसको एक्जाम्पलको लागि लिनु पर्दाखेरि चाहिँ हामीले 300 जना स्टुडेन्टको चाहिँ सर्वे गर्न सकिन्छ, जुन चाहिँ एक्जाम स्ट्रेसको बारेमा चाहिँ हामीले 300 जना स्टुडेन्टको सर्वे गरेर चाहिँ निकाल्न सकिन्छ। कतिको स्ट्रेस भइरहेको छ, के भइरहेको छ भनेर हामीले रिसर्च गर्न सकिन्छ। अर्को छ क्वालिटेटिभ रिसर्च। क्वालिटेटिभ रिसर्चले चाहिँ मेनली मान्छेहरूको एक्सपिरियन्सेस अनि ओपिनियन्सहरूलाई चाहिँ फोकस गरेको हुन्छ। र हामीले क्वालिटेटिभ रिसर्चलाई युज गर्दाखेरि चाहिँ इन्टरभ्यूको बेसबाट, अब्जर्भेसनको थ्रुबाट र डिस्कसनको थ्रुबाट चाहिँ हामीले क्वालिटेटिभ डाटाको कलेक्सन गर्न सकिन्छ। डाटा चाहिँ हामीले इन्फर्मेसनहरू कलेक्ट गर्न सकिन्छ। र क्वालिटेटिभ रिसर्चले चाहिँ डिटेलमा चाहिँ हामीलाई एन्सरहरू खोज्नको लागि र डिटेलमा रिसर्च गर्नको लागि चाहिँ हेल्प गर्छ। यसको इक्जाम्पलको लागि लिनु पर्दाखेरि हामीले अनलाइन टिचिङ च्यालेन्जेसको बारेमा हामीले रिसर्च गर्दैछौँ भने हामीले टिचरहरूको चाहिँ इन्टरभ्यूको लिएर चाहिँ हामीले रिसर्च गर्न सक्छौँ। अर्को छ एजुकेसनल रिसर्च प्याराडिम। रिसर्च प्याराडिम भनेको चाहिँ एउटा वे अफ थिङ्किङ अबाउट रिसर्च हो। भन्नाले रिसर्च चाहिँ कसरी गर्नुपर्छ, कस्तो कस्तो टाइपको कन्टेन्टमा चाहिँ हामीले कस्तो कस्तो टाइपको रिसर्चहरू गर्दाखेरि इफेक्टिभ चाहिँ वेबाट चाहिँ हामीले रिसर्च गर्न सकिन्छ र रिजल्ट चाहिँ हामीले राम्रोसँग निकाल्न सकिन्छ भन्ने कुराको चाहिँ हामीलाई थाहा पाउनको लागि एजुकेसनल रिसर्च प्याराडिमले चाहिँ हेल्प गरेको हुन्छ। र यसले चाहिँ हामीलाई चाहिँ गाइड गरिरहेको हुन्छ, जस्तो रिसर्च कसरी चाहिँ राम्रोसँगले गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ गाइड पनि गर्छ। र मेनली चाहिँ हाम्रो क्वान्टिटेटिभ रिसर्चमा चाहिँ पोजिटिभिजम र पोस्ट पोजिटिभिजम युज गरिन्छ भने क्वालिटेटिभमा चाहिँ इन्टरप्रिटेटिभिजम युज गरिन्छ। पोजिटिभिजम भन्नाले चाहिँ एउटा रिसर्च फिलोसोफी हो जुनले चाहिँ रियालिटी इज अब्जेक्टिभ भन्छ र
नलेजहरू गेन गर्नको लागि चाहिँ थ्रु अब्जर्भेसन, मेजरमेन्ट एन्ड साइन्टिफिक मेथड बाट चाहिँ हामीले नलेजहरू गेन गर्न सकिन्छ भन्छ। र यसले चाहिँ फ्याक्ट क्यान बी मेजर र टेस्टेड टेस्ट गर्न सकिन्छ भनेर चाहिँ भन्छ। सो यसको एक्जाम्पलको लागि लिनु पर्दाखेरि चाहिँ मेजरिङ वेदर अनलाइन लर्निङ इम्प्रुभ exam scores using test result and statistics। अनलाइन लर्निङले चाहिँ एक्जामको स्कोर्सको रिजल्टलाई चाहिँ इम्प्रुभ गर्छ भन्ने कुराको मेजर गर्नको लागि चाहिँ पोजिटिभिजम युज पनि गर्न सकिन्छ। अर्को छ वाट इज पोस्ट पोजिटिभिजम। यसले चाहिँ कस्तो हुन्छ भने यो चाहिँ अलिक पोजिटिभिजम भन्दा चाहिँ फ्लेक्जिबल हुन्छ र यसले चाहिँ के भन्छ भने रियालिटी एक्जिस्ट गर्छ भनेर भन्छ। अनि अर्को चाहिँ के भन्छ भने वी क्यान नेभर फुल्ली नो इट विथ सर्टेन्टी भनेर भन्छ। र रिसर्च फाइन्डिङ आर प्रोबेबल नट एब्सोल्युट भनेर भन्छ। र पोस्ट पोजिटिभिजमले चाहिँ के पनि भन्छ भने ह्युमन बाइस इज पोसिबल बट रिसर्चर्स ट्राई टु मिनिमाइज इट भनेर भन्छ। र यसको एक्जाम्पलको लागि लिनु पर्दाखेरि चाहिँ studying exam performance using statistics while acknowledging measurement limitation भनेर एक्जाम्पलको लागि लिन सकिन्छ। अर्को छ वाट इज इन्टरप्रिटिभिजम। इन्टरप्रिटिभिजमले चाहिँ रियालिटी इज सोसली कन्स्ट्रक्टेड भन्छ र पिपुल क्रिएट मिनिङ थ्रु दियर एक्सपिरियन्सेस एन्ड इन्टरेक्सन भनेर भन्छ। जुन चाहिँ इन्टरप्रिटिभिजम चाहिँ मेनली चाहिँ क्वालिटेटिभ रिसर्चको लागि युज गरेको पाइन्छ र युज गरिन्छ पनि। अनि यसले अर्को के पनि भन्छ भने देयर आर मल्टिपल रियालिटिज नट जस्ट वान भनेर भन्छ। जस्तै हामीले कुनै एउटा रिसर्च गर्दैछौँ भने चाहिँ सबैजनाको एउटै पर्सपेक्टिभ हुँदैन। कुनै एउटै कन्टेन्ट छ भने पनि डिफ्रेन्ट मान्छेको डिफ्रेन्ट कुरा हुन्छ र डिफ्रेन्ट पर्सेप्सन चाहिँ हुन्छ भनेर चाहिँ भन्छ। सो यसको एक्जाम्पलको लागि लिनु पर्दाखेरि एक्सप्लोरिङ हाउ student feel about and experience online learning through interviews। हामीले इन्टरभ्यूको थ्रुबाट चाहिँ स्टुडेन्टहरूको एक्सपिरियन्सहरूको चाहिँ एनालाइसिस गर्न सकिन्छ र डाटा लिन सकिन्छ। सो ओभरअल प्रेजेन्टेसनकोबाट चाहिँ मैले सर्टली आफ्नो अन्डरस्ट्यान्डिङ रिफ्लेक्सन गर्नु पर्दाखेरि चाहिँ सुरुमा चाहिँ अब रिसर्च प्याराडिम भनेको चाहिँ के हो भनेर बुझ्दा पनि थोरै डिफिकल्ट भइरहेको थियो। सो मैले चाहिँ मेनली चाहिँ थोरै पोइन्ट राखेको छु रिफ्लेक्सनको लागि। क्वान्टिटेटिभ रिसर्चले चाहिँ मेजर चाहिँ नम्बरमा फोकस गरेको हुन्छ भने चाहिँ क्वालिटेटिभ रिसर्चले चाहिँ मेनली चाहिँ मान्छेहरूको पिपुलको एक्सपिरियन्सहरूमा चाहिँ फोकस गरेको हुन्छ। र बोथ प्याराडिम आर इम्पोर्टेन्ट इन एजुकेसनल रिसर्च एन्ड सोसल रिसर्च भनेर चाहिँ मैले थाहा पाएँ। जुनमा चाहिँ पोजिटिभिजमले चाहिँ मेजर इट भन्छ जुन चाहिँ क्वान्टिटेटिभमा युज हुन्छ। अर्को छ पोस्ट पोजिटिभिजम। यसले चाहिँ मेजर इट भन्छ बट केयरफुल्ली भन्छ जुन क्वान्टिटेटिभमा युज गर्न सकिन्छ। र अर्को भनेको इन्टरप्रिटिभिजमले चाहिँ अन्डरस्ट्यान्ड इट भन्छ बुझ्नुपर्छ भन्छ जुन चाहिँ हामीलाई क्वालिटेटिभमा चाहिँ मेनली फोकस गर्न सकिन्छ।